नमस्ते गाइज। आज हामी चाहिँ बारुलो पोल्न आएको, तर बारुलो चाहिँ पोल्न पाइएन। सो गाइज र दुखी मन सानो भयो र आज हाम्रो चाहिँ मेरो कपालको लुक है गाइज। यहाँ अशोके भन्ने गाइज छ यता पवन गाइज र हाम्रो चाहिँ आज के बन्नेवाला छ भने केही पनि हुँदैन। कसकोले कोदो हाम्रो बाख्राले हाम्रो चाहिँ कोदो त्यो खायो भन्ने सुनेको आएछ र आज हामी चाहिँ चट्ट आएको है। सो सबैले सपोर्ट गरिदिउँ र यहाँ धेरैजना केटाकेटी पनि देखेको हामीले अवस्था। कोदो कसैले नखाऊ है, म घर हिँडेको। भोलि आएर चेकिङमा हेरी म त हाम्रो गाउँको चाहिँ खत्रै छ उहाँ यस्तो बाटो छ है। सो गाइज र अहिलेको समयमा लगभग 4 बज्न लागेको छ होला एक्ज्याक्टली है। अलि हात दुख्ने नि समस्या हुँदो रहेछ। सो गाइज आजको मेरो फर्स्ट ब्लग भइरहेको छ र आजको मौसम पनि उहाँ माथिबाट कराउँदैछ है। सो गाइज हाम्रो गाउँ चाहिँ खतरनाक रहेको छ र तिहार पनि आज काग तिहार आइसकेको छ र तिहारको नि विशेष म भिडियो बनाउनेवाला छु है। र पोस्ट चाहिँ कहिले हुन्छ थाहा छैन र हाम्रो तिहार चाहिँ एकदम दामीवाला छ र यो भिडियो चाहिँ म लगभग काठमाडौँ पुगेर पोस्ट गर्छु होला, किनभने यहाँ नेट प्रब्लम छ। ल त्यही हो गाइज, खतरनाक छ है भिडियो। नमस्ते गाइज, हामी चाहिँ खतरै भ्लगिङ बनाउन सुरु गरिसकेको छौँ। भ्लग बनाइँदैछ र अलिकति कस्तो उल्टो बनाए जस्तो लाग्दैछ है मलाई भ्लग चाहिँ। पुल्की आएर कता थियो गाइज? हाम्रो गाउँमा गउँगटो आएर नि अहिले गइसकेको छ र डोजर चाहिँ आएर है र हाम्रो बल कता लिएर गयो। एकछिन होल्ड गरिदिनु ल प्लिज। किन हेरिरहेको? सो गाइज हाम्रो चाहिँ खतरा छ है र भिडियो पनि खत्रै हुँदैछ है। मलाई चाहिँ अलिकति किनकि यस्तै बनाउनु लाग्छ। आज गर्मीले खत्रै गर्मी भएको छ र म पोखरीतिर नि गएको थिएँ है एकछिन घुम्नलाई र स्कुलमा पनि सानो काम थियो मेरो, ओडातिर नि काम थियो सानो सकेर आएको र अब चाहिँ यहाँ पसिना खायो है। किन हाम्रो गाउँमा नि डोजर आयो। डोजर यस्तो बाटो छ र डोजर चाहिँ खत्रै तरिकाले सफा गर्दै आउँदैछ है। मेरो घाउ भएको छ है, आज घुम्न गएको त्यही कारणले नि हुनसक्छ। र हाम्रो गाउँमा डोजर खतरनाक आउँदैवाला छ है। आवाज चाहिँ खत्रै हो नि है, आवाज खतरा आइरह। डोजर पनि खत्रै आएको छ है। सो गाइस नमस्ते। र उता डोजरले हामी फुटबल खेल्नेवाला छौँ है। सो गाइस हामी चाहिँ आज खत्रै फुटबल पनि खेल्नेवाला छौँ र सबैलाई हँसाउँदै हाँस्ने पनि छौँ है। र यो केटोले पनि एउटा केटी चाहिँ पठाइदिनु पर्यो। सो गाइस र आजको घाम पनि खत्रै लागेको छ र मलाई खतरा मन नि परेछ। म बाटो बनाउँदैछ त्यो गौँटोलाई त्यही हाल्छ ऊ त्यो त है। थुक्का गौँटो भन्दा रह यसलाई, गौँटोले गरेन। र आज हाम्रो चाहिँ मेरो फर्स्ट टाइम भ्लगिङ छ है। भन्न आउँदैन र के गर्नुपर्छ पनि त्यो आउँदैन र बल पनि खेल्नेवाला छु है। यता यता ले यता 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 र म खत्रै भ्लगिङ चाहिँ खतरनाक गर्नेवाला छु। यता हान्न पास ल ल ल र मैले खत्रै पास दिएको छु।
सो गाइज कस्तो लाग्छ भिडियो लास्टसम्म हेरिदिनु होला सपोर्ट माया गरिदिनु होला र म खत्रै खेलाडी वातासी के हो यो भाइले वातासिनु भन्दैछ मेरो सोल्टीले है यो मान्छेले चाहिँ के हो वातासिनु भनेको कमेन्टिज ब्ल्याकन र डोजर पनि खतरनाक गरी आउँदैछ है बाटो सफा गर्दै आएको होला सायद यो बाटो सफा गरिसकेपछि सायद के हुनु होला है कपालिङ चाहिँ खत्रै छ गाइज मेरो स्वर चाहिँ खतरा नभए नि है सायद म नोट ब्याग छिराइदिएँ ओ एङ्कर मेसी हेन हेन ठिक छ गाइज चाहिँ धेरै भन्नु नभन्नु होला है हाम्रो गाउँमा चाहिँ खत्रै ब्लगिङ स्टार्ट गर्नु नै ठुलो कुरो यो चाहिँ फेरि उडेको उडै गर्छ है यो मेरो सोल्टी पर्छ अलिक खतरनाकै हो कपाल चाहिँ अलिक डेन्जरै छ है र ऊ त्यता हाम्रो बारी हो यता यो चाहिँ सोल्टी मेरो तर म त भन्छु है खतरनाक सोल्टी रिसले ढुङ्गा हान्दैछ र हाम्रो आजको पोजिसन भनेको घरमा जाने र हाम्रो एउटा अमरे कहाँ आयो एउटा भाइ चाहिँ आएन तर ठिकै छ आएन अब हामी चाहिँ दुई भाइ मात्र भयो भने घर जानेवाला छौँ र घरमा गएर चट्ट है म चाहिँ के गर्न चाहन्छु भने केही पनि गर्न चाहन्छु किनभने मलाई रिस उठेको छ किनभने रिस उठेको भने यो पवनले चाहिँ अलिक हटाएको है मान्छे भनेर कसैले भन्दैन हावा बोलेको है मैले गफाडी छु भनेर भन्दिनँ लाइटर बोकेर हिँडेको हामी चाहिँ अरियाल मार्नको लागि तर यत्रो बारले दुईवटा रहेछ माउ बच्चा चाडा जति त्यही पनि हामीले खाएर भन्दा नि खुवाएर हिँडेको पायो अब हात दुखेर मरिन्छ है र आजको चाहिँ मौसम चाहिँ घाम डुब्न आँटेको छ ठिकै छ त्यस्तो गुनासो केही छैन मेहनत गर्नुपर्छ सबैले किनभने गर्नै जन्मेको त के गर्ने जिन्दगी गर्न मेहनत गर्न जन्मेको हेर्नुपर्छ र पछाडि सिंहाने कुद्दै आउँदैछ मेरो हात चाहिँ बहुत दुख्छ है र हामी चाहिँ अब चट्ट पारेर सबैले माया देखाइदिनु पर्यो है अलि भएन खतरनाक म भिडियो ल्याउनेवाला छु एकदम फन्नी के भन्छ नि हन्नी कि फन्नी यता हामी दुई भाइको भिडियो चाहिँ एकदम इच्छा राख्ने यो हो बनाउने मैले हो तर मेरो म गलेरै मरिसकेँ आज दिनभरि हिँडेकै छु र अब कतिखेरसम्म हिँड्छु म दिनमा बस्दिनँ पनि चाहन्न पनि र वातासिनो के हो वातासिनो नाम आयो नाम देशका तिम्रो नाम के हो भन्न खोजेको है फेरि जापानिज बोलो भनेर शम्भुहरूले चाहिँ मलाई रोस्ट हान्छन् निको हेर नेचुरलमा आइसक्यो है क्यामेरा र मेरो नि हात दुखिसक्यो स्ट्यान्ड छैन आगे आज र म चाहिँ भ्लग चाहिँ टन्नै बनाउँछु है पोस्ट मात्र गर्न नपाएको हो किनभने यहाँ नेटको समस्या अलिक गडबडी भएको हुनाले है र नेटको केही प्रब्लमले गर्दाखेरि नत्र भ्लग चाहिँ एकदम खतरा आउनेवाला छ दुई भाइको रेस पर्यो तर घाइते पनि भएको छ के हो र यो चाहिँ बहुत हात दुख्ने भएको छ है किनभने र हाम्रो चाहिँ आजको कन्टेन्ट भनेको यही हुनेवाला छ है र म त केही भन्न चाहन्न हाम्रो गाउँ चाहिँ खतरा वान अफ द बेस्ट